कसैले भनेका छन् मानिसको जीवन एउटा रहस्यमय यात्रा हो, जहाँ हरेक बिहान नयाँ आशा जन्मिन्छ र हरेक साँझ अनुभवको कथा बनेर ढल्छ। जीवन कहिले मुस्कानको फूल हो, कहिले आँसुको समुद्र, कहिले आफ्नै मान्छेको साथले स्वर्ग जस्तो लाग्छ, कहिले आफ्नै मनभित्रको एकान्तले मरुभूमि बनाइदिन्छ। मानिस जन्मिन्छ केही पाउनका लागि होइन, तर केही महसुस गर्नका लागि। माया, पीडा, सङ्घर्ष, सपना र आत्माको शक्ति। जब समयले शरीर बुढो बनाउँछ, तर अनुभवले आत्मालाई गहिरो बनाउँछ। हारले सिकाउँछ, दुःखले बलियो बनाउँछ र प्रेमले जीवनलाई अर्थ दिन्छ। अन्ततः जीवन भनेको सासहरूको गन्ती मात्र होइन, तर ती क्षणहरूको सङ्ग्रह हो, जहाँ मन खुलेर हाँसेको हुन्छ, आँखा चुपचाप रोएको हुन्छ र आत्माले आफूलाई चिनेको हुन्छ। मानिसको जीवन आखिर एउटा कथा हो, जसलाई समयले लेख्छ, परिस्थितिले मोड्छ र कर्मले अमर बनाउँछ।